हेलो गाइज, वेलकम बैक टू माई च्यानल। अनि आज चाहिँ हाम्रो उभौली पर्व हो, हाम्रो किराँतहरूको महान चाड। अनि तपाईहरु सबैजनालाई धेरै धेरै शुभकामना हाम्रो उभौली पर्वको। अनि आज हाम्रो साकेला चाहिँ म देखाउँछु तर देखाउन सक्दिनँ। अनि आज चाहिँ अब यता हाम्रो यता ललितपुर नखीपोटमा नै हुन्छ अरे, यता गोकर्णेश्वर पनि हुन्छ। जस खोइ कता कता थुप्रै ठाउँ हुने रहेछ। अनि हामी चाहिँ नखीपोट पोहोर पनि गएको थियौँ। अनि अब गोकर्णेश्वर चाहिँ यसपालि जाऊँ भनेर अब हामी गोकर्णेश्वर जान आँटेको हो। अनि हाम्रो अनि अश्विनहरू अनिस्माहरू रेडी हुँदैछ, देखाइदिउँ मेरो अगाडि है देख्न सक्नुहुन्छ। अनि हाम्रो अनिस्मा यहाँ रेडी हुँदैछ। हाम्रो श्रीपाल भनेको चाहिँ यहाँ टोइलेटभित्र छ। श्रीपाल श्रीपाल सुन्नु भयो हेलो भन्दैछ। अनि अब हामी रेडी हुन्छौँ। Helping poor people is my passion. हामी चाहिँ कपाल कोर्दैछु भन्दा नि मैले बाटेको थिएँ, मैले बाटेको कपालै भएन। फेरि अनिस्माले बाटिँदैछ। तपाईँले देख्न सक्नुहुन्छ हाम्रो अनिस्माको स्वेट कोट। हामी रेडी भइसक्यौँ। टाडा टाडा तिमी चाहिँ टल्क्यौ नि यता हो। म त आज छुट्टै चमक छ नि, सनस्क्रिन लगाएको जिन्दगीमा छुट्टै। त्यही भएर चम्किलो देखिरहनु भएको छ उसलाई। अनि हाम्रो श्रीपाल चाहिँ यता छ। श्रीपाल कता यता आइज देख्नु सक्नुहुन्छ। हाम्रो श्रीपाल पनि रेडी भइसक्यो। अब हामी जाने, अब देमा पनि आउनु हुँदैछ। अनि अब हामी यहाँबाट चाहिँ पर भेट्ने देमालाई। लेट्स गो। अनि अब चाहिँ फाइनल्ली अब चाहिँ जान आँटेको हामी। उता झ्याल थुन्दैछ, यो त फेरि खतरा झ्याल थुन्छ। अब त्यो तारमा चाले देखेन। अब चाहिँ हामी हिँडेको। तपाईँहरूलाई थाहा छैन यहाँ के गर्दैछ भनेर यहाँको ऐनामा हेर्दैछ। काम यस्तो चाहिँ छाता बस्नुपर्छ चाहिँ हिँड्नु लाज लाग्यो भने बाटो पछि आउनु हेर्दैछ। ओ गाउँले भाइहरू हामी चाहिँ गर्मीले पाकिसक्यौँ। यहाँ गाडी कम छ, यस्तै जाम छ। दुईवटा के गर्दैछ त्यहाँ फ्रेन्डहरू छ। अनि अहिले चाहिँ हामी आइपुग्यो। अनि हामी उँभो जाँदैछौँ। काठमाडौँको घामले पोल्दैछ। जाँदैछौँ। के बोल्छ यिनीहरू, म केही पनि सुन्दै छैन। बेहालत भइरहेछ। सरी के भयो अरे अनिसा भन्दिनँ। तपाईँहरू देख्न सक्नुहुन्छ उनीहरू ठाउँ हेर्दैछ अन्त नाच्नु। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ थकी तनवारहरू। मलाई हेप्यो नाच्ने
ग्रुपमा जान आँटेको हामीको ग्रुपमा नाचेको तर के नाचिन्छ तर हामी अर्को ग्रुपमा जाँदैछौँ 2 जना आउँदैछ धुवा हेर्न नाचेको अब चाहिँ हामी फर्केको भर्खर हामी हाम्रो दिदी भेनालाई भेटेको थियौँ भिडियो बनाउन बिर्सेछौँ अन्तिममा चाहिँ भेनाहरू आएपछि अलिअलि मजा भयो एकछिन नाच्यौँ सुरुमा पनि अलिअलि मजै हुँदै थियो तर यहाँनिर ढोल एकतिर हुन्छ झेम्टा एकतिर हुन्छ सिल्ली एकतिर हुन्छ अनि त्यो एकतिर हुन्छ अनि त्यही भएर अलिकति ब्यालेन्स भएपछि त्यस्तै टङ 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 हुन्छ नि के गर्नु त्यस्तै भए पनि धन्न बचाइराखेको छ हाम्रो संस्कृति यसरी बचाइराख्नुपर्छ अनि यति भन्दा अब अनि हामी चाहिँ अब फर्केको अनि अब तर हामी सिधै घर त जाँदैनौँ हामी बौद्ध घुम्न जानु एउटा गीत गाउँ न हामी मलाई चित्तै बुझेको छैन यिनीहरू मलाई केही कुरामा सपोर्ट गर्दैन तपाईँहरूले मजाले देख्न सक्नुभयो त्यही भएर मलाई घरिघरि रिस उठ्छ तर पनि रिसाउनु हुँदैन भनेर आफूलाई म कुल राख्छु अनि त्यसपछि किन अनि बिसिका दिदी इज अलवेज म त झन् ज्ञानी म ज्ञानी गो अनि ल्या लड्दैछ त अनि अब हामी चाहिँ बौद्ध जान्छौँ अहिले भेटौँ न हामी चाहिँ अहिलेसम्म तल रोड अब चाहिँ झरिसक्यौँ यहाँ तल भर्खर झर्दैछौँ किन ढिलो गऱ्यो भने नि यो अश्विन रिसाउँदै हिँड्छ खालि जतिखेर पनि 1 नम्बरको रिसा भएको छ अझै यत्रो कुरामा अस्ति किन रिसाएको अरे भनेर त मैले अलिकति के मात्र भन्दै थिएँ त्यो पनि राम्रो बोल्दै रिसाएको फेरि रिसाएको अहिले पनि हामी खासमा अलिक पर उठ्नु पर्ने हाम्रो उठ्यौँ अनि अहिले यिनै मसिन छ हाम्रो बिर्सिरहेको थिएँ मैले भिडमा यिनीहरू कहाँ पछाडि छ एक्लै हिँड्दैछ अश्विन चाहिँ कत्रो अगाडि आयो हामी त मान्छेको जाममा फसिरहेको छौँ खोइ त बाजा हो न अझै यिनीहरू यहाँ बाँच्दैछ भर्खरी Hello guys, welcome back to my channel. Welcome back to my channel. यिनीहरू चाहिँ आँखा यिनीहरूको टार्गेटहरू के छ आज चाहिँ ठ्याक्क होइन मैले देखिरहनु आज चाहिँ अर्को दिन हो अनि त्यसपछि आज चाहिँ हामी जामाजो जाँदैछौँ बिहान 6 बजे उठ्ने भनेको 7 बजेसम्म सुत्दैछौँ अब बिस्तारै जाँदैछौँ यहाँ हुनुहुन्छ हाम्रो श्रीपाल यहाँ हुनुहुन्छ हाम्रो बिसिका दिदी यहाँ हुनुहुन्छ हाम्रो दाजु ल जाउँ छाबा दुईजना चाहिँ लाइनमा हिँड्नु पर्यो यहाँ चाहिँ एसेम्ब्ली भइरहेछ अहिले मेरो बच्चाहरूको हामी चाहिँ आरएनएसबाट सबैको गाडी चढ्यौँ अनि त्यसपछि हामीले चाहिँ गाडी रिजर्भ हालेको हामी चाहिँ सामानहरू किनेर झोला फुल बनाएर जाँदैछौँ
भनिदिनुहोस् भ्लग बनाउने मान्छे हेलो भनिदिनुहोस् कस्तो पाराले हाँगा तादेन यो चाहिँ के को बोट हाने हुँदो रहेछ भनिदिनु र भन्नुहोस् तपाईँको विचार भन्नुहोस् उयो चाहिँ उत्तिसको बोट है भाइहरू चाहिँ चिलाउने भन्दै थियो उत्तिसको पो रहेछ उत्तिस रहेछ विशिका दिदीले जे भन्नु तोइ नै हुन्छ 29 भनेपछि 29 होइन होला दाजु केटी हो भन्यो भने हो श्रीपाली छक्का हो भन्यो भने हो भन्नु भने विशिका दिदी होइन म आफ्नै भाइ धनमा त्यसरी लाग्छ उहिले हुन्छ होइन अब चाहिँ हामी यहाँबाट चाहिँ टिकट काट्छ होला हामी त्यसपछि जान्छु ला मलाई त इग्नोर गर्यो मलाई कुकुरले सुधा इग्नोर गर्यो यिनीहरूले पनि मलाई छोडेर गयो हामी चाहिँ यता भित्र छिर्यौँ यहाँ गेटबाट चेकिङ के भयो क्यामेराहरू क्या नट विथ गन्स अरे क्यामेरा यस्तो 18 अनि कहाँ जहाँ पनि के काम बिगार्ने यताउता मात्रै हुन्छ कतिमा त्यस्तो राम्रो कुकुर छ यसले मलाई इग्नोर गर्यो आसामी भा ओइ तिमीहरूको नाम चेन्ज आसामी ल्या अब युनिभर्सल ट्रुथै भयो नि अब आसामी भन्ने भयो आसामी तिमीहरूको नाम चेन्ज भयो ल आसामी यो डाँफे यो नेप्ला अनि दिन थाहै छैन एउटा मुभीको पप्पु फादर त्यस्तै हुन्छ नि त नि है त्यसले उ गर्छ नि त हामीले गार्ड पनि लगेर गएको छौँ देखाउनु मैले त नेप्ला यस्तै देखेको थिएँ नागिनमा होइन म पनि त्यसै कहाँदेखि भन्दै थिएँ त्यसको ढाडमा उठ्यो हुँदैन क्या सेफ्टी टाइप यसको चाहिँ ढाडमा सेफ्टी टाइप हुन्छ क्या कचो जहाँको पनि खोइ के प्लस के लेख्ने चाहिँ जहाँको पनि रुल्स नै हुन्छ क्या हो यहाँ पनि भित्तामा लेखिरहेछ यस्तोमा रक क्लाइम्बिङ पनि गर्छ ढुङ्गामा मान्छेहरू आएर गऱ्यो भने हुन्छ कराउँदैन अनि तेरो नाम के हो मेरो त हिजै भइसक्यो हिजोकैले पुगिसक्यो साथीलाले यहाँ बसेर कि खाइदियो अरे झर्दिउँ के त खानु मात्रै आएको हो त्यहाँ हाम्रो असिना अब लुतो बनिनुहुन्छ भरे कुकुर क्या कुद्दैछ बारु ओहो तपाईँहरूले के कुनै जनावर देखिरहनु भएको छ भने भन्नुहोस् देखेको छु मैले त देखेको छुइनँ देखेको छु ओहो यहाँ पनि एउटा रहेछ म पनि सानोमा डोरा देख्छु हेर्दै देख्नु भएको छ भन्दा म पछाडि बसेर कराउँथेँ नि त अनि म चाहिँ त्यही भनेको ओहो मेरो फ्यान अब तपाईँहरूले देखिरहनु भएको छ भने देखेको छ भन्नुहोस् मैले त देखेको छैन आवाज सुन्नुभयो धब्याक मैले त सुनेको छैन हो उ त्यहाँ हुनुहुन्छ इङ्ग्लिसवाला छैन है लास्टमा मलाई जोकर बनायो मलाई पो जनावर बनायो तर म खासमा मैले चाहिँ अब त्यो पहिले सानोमा डोरा एक्सबाट हेर्दाखेरि हुन्छ नि पछाडि बसेर त्यसले चाहिँ अब क्वेसन सोध्छ होइन के तपाईँहरूले देख्नुभएको छ भनेर चाहिँ म चाहिँ पछाडिबाट देखेको छु ऊ त्यहाँ छ भन्दै कराउँथेँ नि त अनि मैले त्यही कपी गर्न खोज्छु किनभने मलाई जनावर बनायो के गर्दै हिँड्दैछ यिनीहरू मयुङ जाने मान्छे तपाईँहरू देख्न सक्नुहुन्छ उति तल रोड छ यहीँबाट यहाँ आउँदा यो मान्छे सर्लाक्क सुकेर के भइसकेको छ खास यहाँ मैले फोटो खिचेको तर यिनीहरू यहाँ ए सिपाल कस्तो टल्केको
म स्टार हो नि त फेरि ल भयो बाख्राको पाखा जस्तो म्या गर्छ मैं तो बापू मैं तो राजू ओए इधर आ ना मैं तो बापू मैं तो सबको छोड़ दूंगा मैं तो से यस्तो त गर्दैन नि जस्तो लाग्यो हेर्नु न निचोड ल यहाँ चाहिँ बाटो भत्केछ तँ कस्तो फालेको मान्छेले प्लास्टिकको बोतल टिप्दै जाने कसरी झर्नु सबैजना मान्छेहरूलाई घुम्न आउँदा चाहिँ खानेकुरा आफूले खानुभएको प्लास्टिकहरू चाहिँ आफूसँग बोकेर डस्टबिनमा फाल्नु होला भन्ने हामी के मोटिभ लिएर हिँडे जस्तो क्या हामी पनि त्यस्तो मोटिभ लिएर हिँड्नुपर्छ क्या हो गो ग्रिन वाला साइन बोकेर हिँड्नु मेरो आजको हाम्रो ब्लगको मोटिभ र ट्रेकिङ आएको एकछिन मलाई बोल्नु त यहाँ ट्रेकिङ आएको मान्छेलाई चाहिँ बाटो ठाडो उकालो भयो अरे त्यति नै Where is the temple? Where is the temple? I just follow उठाउँछु अब चाल्ने भयो एउटालाई बाटो ठाडो भयो अरे एउटा कहिले पुग्नुभन्दा अगाडि हिँडेको हुनेछ एउटालाई के साह्रो यो बादलमा जस्तो फुर्ती आइरहेछ ए अघि तल नाम चाहिँ के पो थियो होइन त्यसको छेउको मैले तिमीहरूको नाम चेन्ज भयो भने नि आमाजु होइन आबाजु अहिले त अब भिडियो काटेर हेर्नु त म अहिले भिडियो हेरेर भन्छु कृपया म भन्छु भन्नु चाहिँ आमाजु के छ समथिङ त्यस्तै भन्दिन ओ आफ्नो औकातमा आइपुग्यो भर्खर हामी चाहिँ उति छ रोड उति तल हामी भर्खर यति आउँदैछौँ वाह ओ अस्मिन त अहिले भुइँमा दिन थाल्छ अस्मिन देखिएकै छैन त्यही त अस्मिन देखिएको छैन हामी चाहिँ अलमलिँदै हिँड्यौँ नि त अनि अघि हामीसँग हिँडेको कुकुर त ऊ यहाँ माथि डाँडामा हामीलाई पर्खेर बसिरहेको देखेर अनि हामीलाई पर्खिँदै रहेछ कस्तो क्युट यिनीहरूलाई के यहाँ हामीलाई पर्खेर बसिरहेको रहेछ ओ छोड न तैँले छेक्दिस् न त हामी 5 मिनेट अगाडि भेटेर नि यस्तो लोइहाल्छौँ नि त बसेको त्यसलाई त अलिकति सफा हुन्छ नि त्यस्तो हावामा हल्लाएर भयो नि म हात धुन्न सक्छु है भन्दै हामीसँग के मामा स्टाइल हामी एकछिन बसेको तिनीहरूले भनेको माथि गएर बरु नाच्ने अरे अनि हामीलाई नबस भन्दैछ असिम दाजु चिसो पानी यस्तो यस्तो गर्दै नाच्नुहुन्छ कसरी कस्तो राम्रो रहेछ नि त त्यो मैले अहिले हेर्दैछु अनुहार हेर्नु अनि कस्तो क्युट छ मेरो यति अनुहार चाहिँ जेरो जेरो जस्तो नि अब अघि आएर गर्नु पर्दैन तिमीहरू मेन भन्छ टोयलहरू मैले भन्नु किन मैले भिडियो गरेको थिएँ भने अब त्यो बाटोमा ऱ्यान्डम कुकुर भेटेर हामीलाई पर्खेको भन्छ होला भन्नुहुन्छ भनेर हो यी तपाईँहरू देख्न सक्नुहुन्छ हामीसँगै हिँड्दैछ हामीलाई पर्खिँदै है हिँड्नु जाऊँ ऊ लट्ठी पनि भित्ति गयो घाँस खाँदैछ अनि तपाईँ घाँस हजुर भन्नुहोस् त के हो त्यो तिनीहरूले त घाँस खाने भनेपछि तिनीहरू नन रुमिनेन्ट तिनीहरूले घाँस खाएपछि तिनीहरूले पचाउन सक्दैन त्यो पचाउन नसकेपछि एउटा मुखबाट निक्लिन्छ अनि त्यसपछि उनीहरूको पेट सफा हुन्छ ओ वाउ थाहा थियो त नयाँ ज्ञान सिक्यो भन न म नयाँ ज्ञान सिकेँ भन न वाउ नयाँ गेम सिकेँ के भयो ज्ञान आइज
नि यस्तै हो अस्ति नाच भन्दा अगाडि पुग्ने मैले दिहाल्नु म पनि ल छोडेर गयो पनि अस्ति ढिलो निस्क्यो न छिटाउनु छिटाउनु तर हामी आइपुग्यौँ त्यसले चाहिँ हामीलाई पर्खे देखि यहाँ मान्छे र उनीहरू यही छुट्टी छ तल लुकुर लुकुर हिँड्दैछ काली आइज काली आइज यति साह्रो कालु होइन कालु हामी जाँदै थियौँ अनि यहाँ सर्टकट बाटो रहेछ उकालो अनि तर यताबाट पनि ठाडै उकालो छ अनि कुन बाटो जाने भनेर हामी नेपाली हो हामी यो बाटो जाने भनेर अगाडि हिँड्यो अनि त्यहाँबाट हामी अगाडि यस्तै बाटो चढ्दैछ हाम्रो गाइज भने त नाम थाहा पाएँ आसामी रहेछ आसामी यिनीहरू आसामीहरू हिँड्दैछ म चाहिँ यिनीहरूको के भन्छ मेरा पाल्तु आसामी लोग होइन कस्तो मजाले बुढो कुद्ने गयो अर्को छ यहाँ आसामी हिँड्न नि सकेको छैन अनिसा तिम्रो अवतारमा आइदेऊ खै अवतारमा आयो यति पनि छोड्न सकिएन आसामी लोग आसामी जन्तु ओइ कस्तो चिप्लेको यिनीहरूको साथी त्यहाँनिर जाने बोलाउँदैछ बोल्दै हिँड्दैछ फेरि तपाईँहरू देख्न सक्नुहुन्छ अब यहाँ छ यिनीहरूको साथी चाहिँ अर्को पनि छ यहाँ उहाँ माथि गएर बसिसक्यो एउटा हाई गर्ने आउँदैछ हाइकिङ ट्रेकिङ गरेको मान्छेहरूको हालत जस्तो भइरहेछ अब हाम्रो थकित अनुहारहरू हेर्न सक्नुहुन्छ तपाईँहरू देख्न सक्नुहुन्छ पसिना अनि प्लस सिनच्यानको परेला अनि हार नसालु आँखा यस्तो बम्बास्टिक आइसक्यो न पहिलेको जसरी चाहिँ कसरी ए पहिले स्कुलबाट आउँदा चाहिँ यसरी बोक्थ्यो है दुईवटा ब्याग खप्टाएर अनि अनिसानी चाहिँ पहिलेदेखि नै यस्तै हुन्छ हेर्न सक्नुहुन्छ म चाहिँ बरु यसको बोक्दिन्थेँ अब ठुलो भएपछि त यसले बोक्दिनु पर्यो नि मेरो लु है तेरो ब्याग बोक्दिनु थिएँ म अब तिमी ठुलो भएर दाजुको बोक्छौ भन्दा नि अब अस्मिन झन् ठुलो हुन्छ तिमी चाहिँ अस्मिनको छोराछोरीको बोक्दिनौ तिनीहरूलाई उल्टे बोकाउँछु मेरो म फेरि बुढो भइहाल्छु अनि स्माइल मैला बोक्न सक्छु ब्याग बोक्नु सक्दैन कुकुर बोक्नु सक्छ है दुईजना टुवा परिरहेछ यो कस्तो खुसी भएको छ नि फोटोमा हेर्नु ल यहाँ हाम्रो दाजुहरूले चाहिँ अब सेकेन्ड लेभल चाहिँ हाम्रो ब्याग बोकिसक्नु भएको छ अब थर्डमा चाहिँ के हुन्छ थाहा छ कस्तो थाहा पाइदिएको मनकै कुरा उनीहरूले सोचिरहेको थिएछ कि मलाई बोक्ने अघिबाट अहिले त्यसपछि त भन्ने बित्तिकै तिमीहरूलाई बोक्नु अरे आँच लडे यसरी लडे अब सीता ललिता पनि हौ दिनु न फेरि भिडियो पुरा नभइगयो ल फेरि यसले फेरि टिप्ने पछाडि मान्छे हुनुहुन्छ हौ वाह
तर यो बोतल हामीले लिएको होइन, हामीले बाटोमा भेटेको। बाटोको नि किन टिपेको भने अघि हाम्रो कुकुर हामी पछि आउँदैछ नि त, अनि हामीले त कुकुरलाई दिनुलाई उ गरेको त्यहाँदेखिको त उतादेखिको आया कुकुर त उता पर पुलिस अङ्कलहरूसँग पो बस्यो। आर्मी हौ ढिलो आयो भन्छ यिनीहरू। उनीहरू चाहिँ अनि मेरो ब्याग भाइले बोकेको छ, त्यही भएर मैले ब्याग बोकेको छैन। यो दुईवटाले काम भएको एउटा उता खाएको छ, एउटा लट्ठीले चोर्दै हुँदैछ। तपाईँले देख्न सक्नुहुन्छ। अनि हिँड्न सक्ने चाहिँ पावर छैन, भएको ठाउँमा आउँदैन। अहिले भर्खर के भयो भने चाहिँ यहाँ अनिसमा यो उसको मेहनतको कमाइ अरे, यहाँनिर यसरी झुक्काएको अरे, यहाँ मुनि चाहिँ खौरी छ, अनि यहाँ टेकेर अनि चिप्ले अनि यहाँबाट चिप्लेर उता लड्छ अरे, अनि हस्पिटल जान्छ अरे, अनि उसको कमाइ हुन्छ अरे। अनि त्यो कमाइ हुनुको लागि अब 3 वर्ष पर्खिनुपर्छ अरे। मलाई चाहिँ कस्तो हाँस उठिरहेछ यिनीहरू चाहिँ सम्झना। मलाई हाँस उठेको पनि मजाले हाँस्यो। जे भयो भने बुझ्नु न, यो अनिस्माको कमाइ परिश्रमको कमाइ अरे। हामी चाहिँ गलेर बसेको हो यहाँ खासमा, अनि अनिस्मा चाहिँ उसको के को कमाइ के भयो अनेलाई अघि उता लडेको होइन चिप्लेर। अर्को हेल्पिङ ह्यान्ड भनेको यो चाहिँ सुत न यस्तरी माथि पुगिसक्थ्यौँ यतिखेर हेर्न सक्नुहुन्छ तपाईँहरू कस्तो ज्ञानी मान्छे हुनुहुन्छ। फेरि सफा गर्दैछ बाटो, कसले बिगारे कसले फोरे फोर जाल बिछाएको थिएछ, जाल थापेको थिएछ एकजना सफा गर्दे। हामी सबै नेपाली अनिस्माती जस्तो धेरै धेरै धन्यवाद छ है तिमीलाई। उता जान्न लड न एकचोटि धन्न यहाँ श्रीपाल छोड म सुत्छु ल। कसले लडायो? म चाहिँ गलेको छु। कनाइ हाल्नु न नि। होइन कनाइ हाल्नु होइन, बाहिर के घुमु भुसुना हो। ए भुसुना हो अनि मङ्गली जस्तो भुनु न त कान्छी अम्ला हो, कान्छी अम्ला आई भोक लाग्यो भने मान्छे चाहिँ यता र यता, हामी दुईजना आज भोक राखेको छैन। अब हामी चाहिँ म चाहिँ गलेर मलाई चाहिँ म चाहिँ साह्रो गलिरहेको छु। अनि अब 2 किलोमिटर बाँकी रहेछ, अनि यो दाजुले चाहिँ मलाई 500 मिटर हिँड अनि त्यसपछि मात्रै बस्नु दिन्छु भनेर जबरजस्ती हिँडाउँदैछ। तर आज कस्तो धुम्म भइरहेछ, गर्मी चाहिँ भइरहेछ तर धुम्म होला। हेलो श्रीपाल झोला पनि हेर्नु कहाँ झुन्डिरहेछ, झोला पनि हेर्नु न कहाँ झुन्डिरहेछ। अनि म चाहिँ अलिक जागरिलो छु कि यहाँ पर पुगेर तपाईँहरूलाई देखाउँछु। ओ माइ गड जागर हरायो। हामी बल्ल बल्ल आइपुग्यौँ जहाँ चाहिँ गुम्बा हो हामी आएको ठाउँ। तर मलाई अहिले भर्खर थाहा भयो है, भन्दा नि बिर्सिहाल्दै थियो म। यता बाइकहरू पनि आउने रहेछ त है, तलदेखि होइन बाइकहरूको ए हो मेरो पनि म दिइदिन्थेँ नि मेरो